सम्पूर्ण नमस्कार। आज 2082 कार्तिक 22 गतेको दिन आज म राप्ती नदीको पुलमा उभिएर बुद्ध भगवानको केही इतिहासहरू चाहिँ 26 से 28 वर्षको इतिहास चाहिँ हजुरहरूलाई म जानकारी गराउन चाहन्छु। यहाँबाट चाहिँ कपिलवस्तु भन्ने ठाउँ बुद्ध भगवानको राजधानी टेलरकोट कपिलवस्तु हो। यहाँ 70 किलोमिटर पर्न जान्छ र यो ठाउँ जस्तै कपिलवस्तु भनेको राजधानी बुद्ध भगवानको थियो अनि बुद्ध भगवानको राजधानी 3 किलोमिटरमा फैलिएको रहेछ। राज्य कहाँसम्म फैलिएको थियो भन्दाखेरिमा चाहिँ पूर्व रोहिणी, उत्तर चुरेहिल अनि दक्षिण राप्ती नदीसम्म चाहिँ यहाँसम्म राज्य फैलिएको थियो र साउथ भनेको चाहिँ अनुमान नदीसम्म बुद्ध भगवानको राज्य फैलिएको थियो। यो राप्ती नदीको खोला हजुरहरू हेर्न सक्नुहुन्छ। यही नदी हो, ठुलो छ एकदम, जुन हिमालबाट कनेक्सन छ। यता पछाडि मेरो हेर्न सक्नुहुन्छ कति ठुलो छ र एकदम पुलको एकदम बीच सेन्टरमा उभिएको छु। यता हाम्रो कपिलवस्तु राजधानी पर्यो अनि यता चाहिँ हाम्रो कौशल राजको राजधानी राज्य पर्यो, जुन चाहिँ विरुढक भन्ने राजाको चाहिँ सिमाना यता पर्यो। यता हाम्रो सिद्धोधन राजाको सिमाना पर्यो कपिलवस्तु। जब कपिलवस्तु माथि विरुढक भन्ने राजा कौशल राजको आक्रमण गर्दा शाक्य परिवारहरूलाई र उहाँको दरबारलाई पूर्ण रूपमा जलाएर नष्ट पार्नुभयो र सग्राम भन्ने ठाउँमा उहाँको परिवारलाई चाहिँ सामूहिक धेरै मान्छेहरूलाई चाहिँ बुद्ध ग्रन्थ अनुसार 77,000 शाक्य परिवारले मारेको हो भन्ने कथा छ र अरू रानीहरूलाई चाहिँ शाक्य रानीहरूलाई चाहिँ 500 जनालाई चाहिँ उहाँ बन्धक बनाएर आफ्नो राज्यमा लगेर बिहे गर्ने जुन उहाँले एउटा विचार बोकेर चाहिँ निस्कनु भयो आउनुभएको थियो र उहाँ चाहिँ आउँदा राप्ती नदीको छेउमा साँझ पर्यो, रात पर्दाखेरिमा उहाँहरू अब लडाइँ गर्ने क्रममा धेरै थके, धेरै चाहिँ होइन कति मान्छेहरू मारिए भन्ने छ र त्यसपछि चाहिँ उहाँहरू विश्राम यही खोला ठाउँमा उहाँहरू विश्राम गर्नुभयो। विश्राम गर्ने बेला एकदम थकितले चाहिँ उहाँहरू पूर्ण रूपले निदाउनु भएको थियो र त्यो बेला चाहिँ ठुलो बाढी पहिरो आइसकेपछि चाहिँ सम्पूर्ण 500 शाक्य लेडिज लगायत शाक्य परिवारको चाहिँ परिवारहरू जुन लेडिज छन् उहाँहरू र कौशल राजको चाहिँ विरुढक राजा र उहाँको चाहिँ सैनिकहरू चाहिँ यही खोलामा बगेर उहाँहरूको चाहिँ निधन भएको थियो र त्यसपछि चाहिँ यही हो कथा आजको चाहिँ। म हजुरहरूलाई चाहिँ यही भिडियो मार्फत चाहिँ आज मौका पाइयो यो ठाउँको चाहिँ थोरै इतिहास 28 वर्षको चाहिँ हजुरहरूलाई चाहिँ जानकारी गराएर हस्। धन्यवाद।